एभ्रिवान, दिस इज दर्पण देविका। अनि हाम्रो चाहिँ टुलिप गार्डन जाने प्लान बनेको छ। सो टुलिप जानको लागि चाहिँ मेरो ड्रेस चाहिँ यो हो। अनि हामीले चाहिँ सबैजनाले आफ्नो ड्रेस रेडी गरेर जानको लागि तयारी गरेका छौँ। टुलिप गार्डन चाहिँ टुलिप जानको लागि चाहिँ हाम्रो यो तयारी हो। हामी चाहिँ अनि निस्केको घरबाट। म चाहिँ यहाँ अब गाडी दिदी लिएर आउनुहुन्छ अनि त्यहाँ जाने हो। दिदीहरू नै आउँदै हुनुहुन्छ। म चाहिँ जाँदैछु, बाटोमा छु। दिदीहरू आइपुग्नु भयो। आमा हामी चाहिँ आइसक्यौँ। भागे यता आउनु है, भिडियो देख्नु। पछि म गीत हाल्छु। अनि गीता दिदीको हामी चाहिँ टुलिप जाँदैछौँ। अहिले चाहिँ भाग्य दिदीको घरमा। अनि हामी चाहिँ टुलिप गार्डनको लागि जाँदैछौँ। खासमा टुलिप गार्डन चाहिँ युकेमा 3 ठाउँ रहेछ। अनि अब त्यो ठाउँको नाम भन्नु चाहिँ त्यति मलाई आउँदैन। फेरि टर्नर्स हिल अनि अन्त यो ह्याटन भन्ने ठाउँमा पनि ह्याटनको वारविकसायर समथिङ लाइक द्याट है। खासमा मैले राम्रोसँगले त प्रोनाउन्स गर्नै आउँदैन। अनि अर्को ठाउँ सुसेक समथिङ केहीमा पनि रहेछ। अनि हामी चाहिँ जान लागेको मेबी टर्नर्स हिल्समा हो। अनि गाडीमा सबैजना भेला भएर हामी चाहिँ एउटा 6 सिटे गाडीमा जाँदैछौँ हामी चाहिँ। अनि दिदीहरू चाहिँ अनि 2जना छ्यामाहरू चाहिँ यसमा नअटेर अर्को ट्याक्सीमा हामीले हायर गरेको छौँ र त्यहाँ जाँदै हुनुहुन्छ। उहाँहरूको चाहिँ फुटेज मैले त्यति लिन पाएन, किनभने हामी गाडी फरक फरक भएकोले गर्दा। अनि हामी चाहिँ गाडीमा नाच्दै नाच्दै यहाँ जाँदै छौँ। खासमा रत्न दिदी र आलिया बहिनी चाहिँ एकदम नाचेर चाहिँ इन्जोय गरिरहेछ। हामी चाहिँ यसो दर्शक हुने, अलिअलि फोटोसोटो खिच्ने, भिडियो लिने मात्रै काम भइरहेछ। अनि रत्न दिदी र आलिया बहिनी चाहिँ पुरा यो बलिउड सङ छ नि, बलमामा पुरा नाचिरहेछ यो गीत बजेकोले गर्दा। अनि तर मैले चाहिँ कपिराइट क्लेम हान्छु भनेर गीतलाई चाहिँ म्युट हानिदिएको छु कि, किनभने लास्ट टाइम पनि मेरो एउटा भिडियोमा त्यस्तै कपिराइट क्लेम हान्दै थियो। अनि त्यही भएर यो टाइम चाहिँ मैले अफ गरिदिएको। अनि यो चाहिँ खासमा टुलिप चाहिँ फेस्टिभल चाहिँ अब यो राम्रो समय भनेको चाहिँ घुम्नको लागि चाहिँ अप्रिल मध्यदेखि लिएर मेको सुरुसम्म मात्र हो। एउटा निश्चित समय अवधिसम्म मात्रै त्यहाँ फुलहरू फुल्छ। त्यसपछि त ओइलाउन थालिहाल्छ। अब त्यही फुलहरूको आयु धेरै लामो हुँदैन। अनि त्यो सिजनमा चाहिँ एकदम त्यो फुल ब्लुम हुन्छ। यो स्प्रिङ सिजनमा एकदमै कलरहरूमा फुलेको हुन्छ। त्यही भएर हामी चाहिँ त्यहाँ जानको लागि एउटा निश्चित समय अवधिभित्रै जानुपर्छ क्या खासमा। सो वी आर हिडिङ टुवर्ड्स टुलिप। अनि बलमाको धमाकेदार प्रस्तुतिपछि चाहिँ अहिले पालो आएको छ उल्लाला उल्लाला। अनि यो गीतमा पुरा 2जना नाचिरहेको छ। हामी चाहिँ इन्जोय गरिरहेछौँ गीत सुनेर गरेर होइन। गाडीमा यात्रा रमाइलो भइरहेछ अहिलेसम्म गीत सुन्दै। अब 2जना चाहिँ नाचिरहेछ। मलाई चाहिँ खासै नाच्ने मुड सुड केही पनि आएको छैन। अनि अब अहिले चाहिँ रमाइलो गरिँदैछौँ। हामी चाहिँ जाँदैछौँ यसो बाहिर पनि एकदम अहिले चाहिँ घामसाम लागेर रमाइलो छ। अब अहिले चाहिँ हाम्रो यहाँ गाडीमा चाहिँ पुरा बलिउड गीतहरू एकपछि अर्को बजिरहेको छ। अनि इन्जोय गर्दै हामी चाहिँ गइरहेछौँ। अगाडि रातो गाडीमा छ 4जना हाम्रो टोलीहरू। हामी अवश्य अनि म पुग्ने बेला मात्रै भिडियो खिच्छु। खासमा बाहिर घाम लागेर एकदम पहेँलो देखेको रुख एकदम घमाइलो छ मौसम अहिले चाहिँ यहाँ। अनि
यो हरियो छ क्या रुखहरू खासमा चाहिँ। तर मेरो यो क्यामेराको लाइटिङ र अनि यो गाडीको सिसाहरू चाहिँ भिजिरहेछ, यो घामले गर्दा होला एकदम रुखहरू पनि कस्तो पहेँलो जस्तो देखिएको के। खासमा एकदम हरियाली छ अहिले चाहिँ, किनभने यो अब विन्टर सकिसक्यो अनि समर इज कमिङ। अब अनि यो स्प्रिङमा चाहिँ अब अहिले त सबै फुल एकदम फुलिरहेको छ, हरियाली छ, रमाइलो छ नि त खासमा। अनि हामी अब पुग्नु पनि लागेको हो खासमा टुलिप गार्डन। अनि हामी चाहिँ अब लगभग हाम्रो गन्तव्यतिर पुगिसक्यौँ। अनि यहाँ चाहिँ हाम्रो अब पार्किङ हुन्छ र यहाँ चाहिँ पार्किङ भनेको फ्री अफ कस्ट हो, किनभने तपाईँलाई पार्किङ शुल्क यहाँ लाग्दैन, आई थिङ्क सो। हामी चाहिँ गाडीमा आएको, रतन दिएको खुट्टा मात्रै बिना दिदी टुलिप गार्डनमा फाइनली वी अराइभ्ड। ए ओर्लिनु है सबैजना, लेडिज जेन्टलमेन, मिस्टर रत्न। अनि दिदीहरूमा आइपुग्नु भयो आमाहरू। फाइनल्ली हामी चाहिँ अब यो इन्ट्री गर्नको लागि चाहिँ गेटमा छौँ। अनि यहाँ जानको लागि चाहिँ अल टिकट्स मस्ट बी प्री बुक्ड, नो टिकट्स अभाइलेबल अन देयर। पहिला नै तपाईँले टिकट चाहिँ अनलाइनमा बुकिङ गर्नुपर्ने हुन्छ। खासमा यहाँ जाँदाको लागि चाहिँ यो मौसम हेरेर पनि टिकट बुक गर्दा चाहिँ एकदम राम्रो हुने रहेछ। हाम्रो टिकट चेक हुँदै हामीलाई हातमा चाहिँ त्यो टुलिपको स्ट्याम्पहरू सबैलाई ल्याइदिँदो रहेछ त्यहाँ। अनि त्यो ल्याइदिइसकेपछि हामी 1 by 1 छिर्यौँ त्यहाँबाट भित्र। अनि भित्र इन्टरभ्यूमा गरिसकेपछि हामीले त्यहाँ सबैभन्दा पहिला चाहिँ फोटोहरू लियौँ, भिडियो लियौँ हाम्रो त्यो स्ट्याम्पवाला हातसहित। अनि त्यो किनभने एकदम पछिसम्मको लागि मेमोरी रहन्छ भनेर हामीले फोटोहरू भिडियोहरू पनि लिएको। यात्रामा आउनुको रमाइलो भनेको यस्तै हो। अनि भित्र छिरिसकेपछि त्यहाँ पनि सानोतिनो फुलहरू चाहिँ थियो टुलिपको कलरमा थोरै। अनि गार्डन चाहिँ अलिक भित्र नै हिँडेर जानुपर्ने थियो। हामी त्यहाँभित्र इन्ट्री गरेर एकछिन त्यही हेऱ्यौँ। अनि त्यहाँ कस्तो मजाले मान्छेहरू पनि पुरा त्यो सजिएर बनिएर फोटो खिचाउनेहरू भिजिटर्सहरूले फोटोहरू खिचाएर थियो, लिइरहेको थियो उनीहरूसँग पनि फोटोहरू। हामी त पहिले सिधै उता गएर यता आउनु पर्यो। कोही फोटो स्टेसनमा उता अल्झिरहेको छ, यता हामी चाहिँ पर्खिरह हो। फुलबारीमा को पुतली हो यो? Finally, we reached there. It was a very nice place and the color of the tulips is stunning. I have been there for the very first time, but I really enjoyed it. एकदमै रमाइलो लाग्यो। यो फुलहरू देखेपछि होइन मन त्यसै रमाउँछ। अनि एकदम रङ्गित चङ्गित देख्दा त ओ माई गड, वान अफ द बेस्ट एक्सपिरियन्स हो क्या यो चाहिँ युके लाइफमा। एकदमै रमाइलो थियो। अब रङ्गित
Embrace Spring. You can buy tulips but you cannot pick them there. हामी चाहिँ यो 22 अप्रिल वेडनेसडेको दिन गएको थियौँ र यहाँ जाँदाखेरि अलिकति भिडभाड कम गर्नको लागि चाहिँ विकेन्डभन्दा अरू दिन जाँदा राम्रो हुन्छ। डेन्जर चलिरहेछ। रत्न राई चाहिँ कताबाट छुट्नु भएछ? ल आइसक्रिम सबले चियर ल कुचिएको चाहिँ को खान्छ लास्टमा। चियर्स। हामी टुलिप गार्डन पुग्दाखेरि चाहिँ घाम पनि हल्का लाग्न चाहिँ लागेको थियो अनि तर एकदम हावा धेरै चलिरहेको थियो कि एकदमै स्ट्रङ वाइन्ड थियो अनि चिसो पनि थियो। यो चाहिँ अर्को साइडको टुलिप गार्डनमा छ हामी अहिले आउँदै गरेको। ल है सबैजनाले क्याटवाक गर्दै आउनु। फुलबारीमा को पुतली हो यो? Finally, we reached there. It was a very nice place and the color of the tulip is stunning. I have been there for the very first time, but I really enjoyed it. एकदमै रमाइलो लाग्यो। यो फुलहरू देखेपछि होइन मन त्यसै रमाउँछ अनि एकदम रङ्गिचङ्गी देख्दा त oh my god. One of the best experience हो क्या यो चाहिँ युके लाइफमा एकदमै रमाइलो थियो। अब रङ्गिचङ्गी टुलिपको अगाडि अनि त्यहाँ एउटा अब ऐना पनि ठुलो राखिएको छ कि जो क्यान सी अनि त्यहाँ हामीले फोटो भिडियो लियौँ। Tulip garden is the perfect weekend getaway to embrace spring. You can buy tulips but you cannot pick them there. हामी चाहिँ यो 22 अप्रिल वेडनेसडेको दिन गएको थियौँ र यहाँ जाँदाखेरि अलिकति भिडभाड कम गर्नको लागि चाहिँ विकेन्डभन्दा अरू दिन जाँदा राम्रो हुन्छ। अनि हामी चाहिँ यसरी भिडियोहरू खिच्दै फोटोहरू खिच्दै कुराकानी गर्दै रमाइलो गर्दै अर्को साइडतिर पनि आयो किनभने त्यहाँ चाहिँ दुईवटा साइडतिर चाहिँ गार्डन रहेछ। पहिला साइड हामी अर्कोपट्टि गयौँ अनि त्यसपछि अर्कोतर्फ चाहिँ जानलाई हामी यतातिर बाटोमा यसरी भिडियोहरू बनाउँदै आएको हो। त्यो यहाँ एकदमै रमाइलो भएको थियो। टुलिप गार्डनमा जाँदा चाहिँ फुल रङ्गिचङ्गी कलर फुलेको थियो नि त। A fascinating and memorable experience for first-time visitors to this place.
Lovely to see all the different varieties of tulips. We had a great time there. We enjoyed fullest. अनि त्यसपछि चाहिँ हामीले टुलिप गार्डन पछि फर्किने निर्णय गऱ्यौँ र फर्किनको लागि हामी रेडी हुँदै हामी सबैजना फर्क्यौँ अनि वहाँ हामी कार पार्किङमा आयौँ र गाडी चढ्यौँ। हुन त म पनि यो वर्ष पहिलोपटक गएको हो टुलिप गार्डन अनि यहाँ जानको लागि आफू गएको आधारमा केही कुरा भन्नु पर्दाखेरि चाहिँ मैले केही फ्री एडभाइसहरू गर्नुपर्दा चाहिँ म केही भन्छु ल। फर्स्ट अफ अल त इट इज नट फ्री टु इन्टर, इट इज टिकेटेड। देयर वेबसाइट ह्याज द टिकट्स www.tulipgarden.co.uk। अलिकति यो स्प्रिङमा रमाइलो गर्न मन लाग्ने, अलिकति फुलहरू मनपर्ने मान्छेहरूलाई यो ठाउँ एकदमै वान अफ द बेस्ट स्पट नै हो अनि यहाँ जान सक्नुहुन्छ। यसपालि त अब जान मिल्दैन, सकिसक्यो यो, किनभने यो निश्चित समय अवधिको लागि समय मात्र हुन्छ। नेक्स्ट इयर जानको लागि र जो न्यू कमर्स हुनुहुन्छ उहाँहरूको लागि हो। नेक्स्ट इयरको बेलामा चाहिँ यहाँ जानको लागि मैले केही भन्न खोजेको मात्रै हो। अनि यो ठाउँमा जाँदाखेरि चाहिँ विशेष गरी लेडिजहरूले सगभर हिल जुत्ता चप्पलहरू चाहिँ नलाउनु होला। एकदम आफूलाई कम्फर्टेबल हुने सुज लगाएर जानुहोस्, किनभने अलिकति त्यहाँ पुरा राम्रो बाटो छ, एकदम छ भन्ने पनि छैन अनि अलिकति हिँड्नु पर्ने पनि हुन्छ अनि हिँड्नु पर्दाखेरि पनि स्ट्रेट वे छैन क्या, त्यहाँनिर अलिकति उकालो उकालो जस्तोहरू छ, बाटोहरू पनि त्यस्तै कचराङ मचराङ छ अलिक नै। त्यही भएर सकभर हिलसिल नलाउनु होला, किनभने आफूलाई कम्फर्टेबल हुने गरी जुत्ता चप्पल त लाउनु पऱ्यो नि त, द्याट्स अल। अनि फोटो भिडियो लिन इन्ट्रेस्टेड अब भइहालिन्छ, हामी सबैजना अहिलेको जमानामा फोटो भिडियो त खिचिहालिन्छ होइन। ब्याट्रीहरू अब टिक्दैन, त्यही भएर एक्स्ट्रा पावर ब्याङ्क लिएर जानु होला। ट्रुली पिक्चर्सको ल्यान्डस्केप अनि त्यही भएर एक्स्ट्रा ब्याट्री सेभिङको लागि चाहिँ पावर ब्याङ्क बोकेर जानु होला। अनि केही खानेकुराहरू आफूलाई जस्तो मन लाग्छ, जे खान मन लाग्छ त्यो घरमा होममेड बनाएर अथवा आफूले बाहिर कुनै स्न्याक्सहरू ड्रिङ्क्सहरू किनेर लानु पनि सकिन्छ र त्यहाँ बसेर खान मिल्छ, किनभने त्यहाँ माथि त्यो गार्डनकै बिचमा चाहिँ बेन्चहरू पनि राखिदिएको छ खानको लागि कि सजिलो होस् भन्नको लागि। त्यही भएर आफूले आफ्नो इच्छाअनुसार लिएर जान चाहिँ मिल्ने खालको ठाउँ पनि रहेको छ। एकदम रमाइलो हुन्छ, आफ्नो फ्यामिलीसँग जानु, फ्रेन्डसँग जानु रमाइलो ठाउँ लाग्यो मलाई चाहिँ। मैले यति भनेको हो। अनि मैले अगाडि टिकटको बारेमा भनिसकेँ, टिकट चाहिँ प्री बुक गर्नु होला। चुकन्दर होला, चुचन्दर यहाँ पनि छ, यहाँ पनि छ, यहाँ पनि यता तपाईँ नखानु नि यस्तो बिना दिदी कस्तो मलाई भन्नु, म लिस्ट बनाउँछु नि। अनि हामी चाहिँ ब्याक टु होम हुनको लागि अब आफ्नो टाउन फर्किसकेको थियौँ। मेडिस्टोन फर्केपछि चाहिँ हामी टर्किस कबाबमा गएर हामीले खाजाहरू खायौँ सबैजनाले। अनि खाजासाजा खाइसकेपछि चाहिँ हामीलाई फेरि दिदीले हाम्रो घरसम्म हामीलाई ड्रप गरिदिनु भयो। अनि हाम्रो टुलिप गार्डनको यात्रा चाहिँ यही अन्त्य पनि भयो। अब हेरिदिनु भएकोमा धन्यवाद, नहेरिदिनु भएकोमा स्किप हानिदिनु भएको पनि धन्यवाद। Thank you so much.